नमस्कार, म रञ्जित राउत, आइक्यू प्रशिक्षक। आज फेरि तपाईँहरूको माझमा एउटा आइक्यू क्वेसन लिएर आएको छु। क्वेसनलाई एकचोटि पढौँ। 217 को 52% र 217 को 48% को योगफल कति हुन्छ? अब यस्तो क्वेसन आइदियो भने हामीले टेक्निकबाट कसरी सल्भ गर्ने ध्यान दिएर हेर्नुहोस् है। जस्तै कि यसको ट्रिकमा हामीलाई 217 को 52% र 217 को 48% सोधेको छ। यो नम्बरले त्यस्तो कमन नम्बर हो। कमन नम्बर भएकोले यसलाई कसरी लेख्न सकिन्छ? जस्तै कि 217 को भनेको मल्टिप्लाई 52% यो राखौ, योगफल छ यहाँ। योगफल भनेको जोडफल हो, प्लस कति हो? 217 को 48%। अर्थात् यहाँ हेरौँ त हामी यो दुईटैमा कति कमन छ? 217 र 217 को बनाइसकेपछि कति बाँकी रह्यो? यहाँ बाँकी रह्यो 52% प्लस यहाँ बाँकी रह्यो 48% र 52 मा 48 जोडियो भने कति हुन्छ? 100%। अब यो 100% भइसकेपछि 217 इन्टु 100/100 काट्यो, कति आयो? 217 र यसको यो राइट एन्सर। मैले भन्न के खोजेँ, हामीलाई सुरुमा यो प्रश्न हेर्दाखेरि कति लामो प्रश्न, कति गाह्रो प्रश्न जस्तो फिल हुन्छ। त्यस्तो छैन। योलाई हेर्नु त 217 कमन आयो भने दुईटै कमन लिइसकेपछि अनि फेरि यसो आइक्यू टेक्निकमा ट्रिक के दिएको हुन्छ, यो 52% र यो 48% जोड्दाखेरि कति हुन्छ? 100%। 100% कुनै पनि वस्तुको 100% भनेको त्यो आफै हो। त्यसैले यसको कति भयो? 217 अनि यसको राइट एन्सर 20।